Bilang happy Deepawali. Happy Diwali! Thank you so much. Adik-adik. Hey guys, देख्न सक्नुहुन्छ हाम्रो सँगै काम गर्ने बहिनीहरू उहाँहरू चाहिँ सो अचानक घुम्दै आउँदैछ। ओ साथीहरू, दर्शन नमस्ते, स्वागत छ हजुरहरूलाई आजको मेरो नयाँ भिडियोमा। सो धेरै दिनपछि भिडियो बनाउन भनेर निक्लेको रुमदेखि सो पानी परेर मौसमले अहिलेसम्म पानी रोकेको छैन। साथी र म चाहिँ यहाँनिर साइडमा रोकिएर बसिरहेको छु। सो सबैलाई ह्याप्पी दीपावली भन्न चाहन्छु गाइस। सो अब हामी यहाँबाट निक्लिँदैछु, केही छिनमा पानी रोकिन्छ, त्यसपछि म हजुरहरूलाई दीपावलीको नयाँ डेकोरेसन भएको भिडियोहरू म देखाउने छु गाइस। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला गाइस। सो ट्राई गरौँ न पानी परे रोक्यो कि रोकेन। पानी त हल्का अझै पर्दैछ, सिमसिम पानी। यो पानीले त केही गर्दैन होला गाइस। सो हामी चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो रुम हो, होस्टेल तल छु। सो यतापट्टि जानुपर्ने हामी, यतातिर हाम्रो दीपावलीको माहौल बनेको छ। सो पानीले गर्दाखेरि चाहिँ तनाव भएर चाहिँ यहाँ बस्नु परेको। सो अहिले चाहिँ हल्का पानी रोकेको छ। अब हामी चल्छौँ कि के गर्छौँ फेरि। सो गाइस रात परिसक्यो यार, अहिले 7 बजिसक्यो यहाँको। सो हाम्रो गाडी आइसकेको छ। हाम्रो गाडी यता अगाडि रहेछ है, यो हो हाम्रो गाडी चाहिँ 802। सो अब हामी गाडीमा जाँदैछौँ, किनकि हिँडेर जाउँला भन्ने त नहुने भयो। अगाडि बस्नु। पानी अझै परिरहेको छ, कुद्नुपर्छ हो, कुद्नुपर्छ। कुदम डर पानी पऱ्यो यार। माहौल गाइस, कति धेरै मान्छे छ हो। सेट म्याम बाहिर कति ढोकामा कति धेरै मान्छे के गाडी कुरेर बसेको होला पानी परेको भएर। सो म चाहिँ कुद्दै यता आइहालेँ। सो अहिले हामी मलभित्र छौँ गाइस, देख्न सक्नुहुन्छ। सो मान्छेहरूले पुरा हेरिरहेछ घुरी, उनीहरूलाई के मतलब हुन्छ होइन, आफ्नो काम गर्दै आउँथ्यो। सो हामी चाहिँ अगाडि जाँदैछौँ गाइस। यहाँनिर गएर तपाईँहरूलाई एउटा ठुलो सरप्राइज मिल्नेछ, किनकि यो मलमा चाहिँ हरेक फेस्टिभल अनुसारको डेकोरेसन बनाएर राखेको छ। सो योभन्दा अगाडि राया क्रिसमसको थियो भने चाहिँ अब यसपालि चाहिँ दीपावलीको माहौल रहेको छ। सो त्यही भएर अब बाहिर देखाउँ भने बाहिर पानी परेर केही देखाउने अवस्थै छैन। सो त्यही भएर चाहिँ हामी डाइरेक्ट यता भित्रको कुराहरू देखाउन भनेर आएको छु। सो एकैछिन ल गाइस, केटाहरू गायब भयो। Bilang happy Deepawali. Happy Diwali! Thank you so much. Adik-adik. चाहिँ गाइस देख्न सक्नुहुन्छ हाम्रो सँगै काम गर्ने बहिनीहरू उहाँहरू चाहिँ सो अचानक घुम्दै आउँदाखेरि यहाँ भेट भयो। ओके
देख्न सक्नुहुन्छ घुम्न आएको ठ्याक्कै भेट भएको रहेछ त्यही भएर भिडियो लिइदिएको गाइस सो गाइस 2-4 फोटो सोटो पनि क्लिक गरियो सो अब म यहाँबाट केटाहरूलाई खोज्दैछु केटाहरू कता गयो यहाँ चाहिँ तपाईँको उतापट्टि ब्ल्याक कार यतापट्टि रेड कारको चाहिँ एक्जिबिसन लागेको रहेछ सो कारको बारेमा मलाई थाहा छैन कार चढ्ने भएको छैन सो केटाहरू कता गयो हेर्दैछु पानी परेको भएर मान्छे अलिक कम हुन्छ नत्र त मान्छे ज्वरो हुन्छ पानी नपरेको सबै पनि भिडभाड चाहिँ रहेकै छ केटाहरू खोज्दै हिँड्दा कहाँ गयो केटाहरूलाई खोज्दै म हैरान माथिबाट यसरी सर्र लिनु सर्र लिएर टक्क यतातिर रहेछ नि त हाम्रो अर्को यो सो गाइस अब हामी यहाँबाट निक्लिएको हामी चाहिँ अब यहाँबाट बाहिर निक्लिन्छ बाहिर यसो हेरौँ पहिला पानी रोकिएको छ कि छैन त्यसपछि पानी रोकेको छ भने हामी त्यहाँनिर समुद्रको बिचमा बोट रहेको छ जहाज त्यो जहाजभित्र चाहिँ चढ्न जाने सबैजना पानी परेको भएर पुरा यसरी बसिरहेको छ परिरहेको छ पानी